नोभेम्बर 17 बाट 13 डिसेम्बरसम्म आयोजना हुने एनपीएल दोस्रो सिजनको पहिलो खेल अन्तर्गतमा रहेर डिफेन्डिङ च्याम्पियन जनकपुर बुल्सले काठमाडौँ गोर्खासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअनुसार भने साँझ 4 बजेबाट खेल सुरु हुँदा डिसोमको गो एप मार्फत केही पैसा तिरेर गेम हेर्न सक्नुहुनेछ। टिभीबाट भने नेपालबाट कान्तिपुरसँगै सबै ठाउँबाट भने स्टार स्पोर्ट्सले देखाउने भएको छ। अघिल्लो सिजन च्याम्पियन बनेको जनकपुर सोही लक्ष्यसहित यथावत राख्दै पहिलो खेलमा जित चाहन्छ। अर्कोतर्फ काठमाडौँ पनि 8 टिममध्ये 5औँमा रहँदै अघिल्लो सिजन अन्त्य गरेको टोली हो। तसर्थ पहिलो खेलबाटै काठमाडौँ पनि जितको साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। टेस्ट राष्ट्रका एक्टिभ प्लेयर ल्याउने गोलापर्तामा जनकपुर मिस हुँदा अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका जिम्मीलाई आफ्नो कोटामा पार्न नसक्दा यता काठमाडौँ पनि त्यो कोटा भने हासिल गर्न सकेको थिएन। जनकपुरले साउथ अफ्रिकाका इमरान ताहिरसँगै वेन पर्नेल र यसै गरी नामिबियाका लोफ्टी इटन, यूएससीका लहुरी समरिकन जस्ता खेलाडीहरू भित्राए पनि पहिलो खेलका लागि भने विदेशी खेलाडीको रूपमा लहुरी मात्र रहनेछन्। यो भिडियो बनाउँदासम्म उनी मात्र नेपाल आएका छन्। क्याप्टेन अनिल कुमार शाहसँगै आसिफ शेख, ललितराज बच्चे, किशोर महतो आदि यस टिममा रहेका छन्। फुल स्क्वाड भिडियो पोस्ट गरी हेर्नुहोला। अर्कोतर्फ काठमाडौँको कप्तान करण केसीले गर्दा अदिल आलम, भीमसार्की आदि अरू स्क्रिनमा हेर्न सक्नुहुनेछ। फुल स्क्वाड विदेशी खेलाडीको रूपमा सबै खेलाडी नेपाल आइसकेका छन्। काठमाडौँ गोर्खासबाट भने यो खेल कुन टिमले जित हात पार्ला त आफ्नो धारणा कमेन्ट बक्समा राख्न नभुल्नुहोला। र सँगसँगै यो ऐतिहासिक क्षण पनि रहेको छ। पहिलो पटक थियो अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा फ्लोड लाइभसँगै पहिलो गेम नै यो एनपीएलको गेम रहनेछ र सँगसँगै यो ऐतिहासिक क्षणको लागि पनि हामी एकदमै उत्साहित रहेका छौँ र आशा छ सम्पूर्ण नेपाली फ्यान बेसहरू सबैले चाहिँ नि यो खेलको मजा लिनुहुनेछ। र यति भन्दै यस भिडियोबाट पनि म बिदा हुन चाहन्छु। हस्त, जय नेपाल, जय नेपाली क्रिकेट। धन्यवाद।